मैले तिमीलाई सम्झिरुँदा त्यहाँ तिमीलाई बारुकीले दुख्यो कि लाग्छ बढीलाई बारुकीको लहर लाग्दा मैले सम्झे त्यहाँ तिमी रोयो कि लाग्छ बढीलाई आमा हो हाँसिराखे है मभन्दा नि तिमी धेरै धेरै बाँचे बढीलाई आमा हो हाँसी बसे है मभन्दा नि तिमी धेरै धेरै बाँचे बढीलाई ढुङ्गोलाई सिराङ राखी मिलाइछु जस्तो भयो सपनीमा देख्दा तिमीलाई झस्केर उता बढीलाई यसो छाती छामी हेर्छु चौकिएला जस्तो मुटु धर्किएर जस्तो सम्झेर तिमीलाई नै मायाले आमा हो हाँसी बसे है मभन्दा नि तिमी धेरै धेरै बाँचे बढीलाई आमा हो हाँसी बसे है मभन्दा नि तिमी धेरै धेरै बाँचे बढीलाई तिम्रो माया शीतल जुल झै आमा तिम्रो काखमा दिने चौतारी फुकालु बारा अझै आमा हो हाँसिराखे है मभन्दा नि तिमी धेरै धेरै बाँचे बढीलाई ओहो कस्तो मिठो गीत गाउनु भएको आमा आमा छोरी के गर्दै हुनुहुन्छ ए हेर हवाई जहाज पनि आयो फेरि अनि कस्तो मिठो स्वर रहेछ नि नानीको त अनि छोरीले त हजुरलाई त एकदमै माया गर्नुहुँदो रहेछ त आमा अनि ओहो यो तपाईँहरूको बारी हो आमा आमा केरा पनि कति धेरै फलेको रहेछ अनि आमा हजुरको छोरी त यस्तो मिठो गाउनु हुँदो रहेछ अनि यो नानीलाई त यसो काठमाडौँतिर लगेर यसो अनि एल्बमहरू निकाल्न पाए त कति चल्थ्यो होला नि आमा चल्थ्यो होला नि अब गाउँतिरै छौँ यस्तो खेतीमै अब जानु पर्ला नि अनि आजभोलि त कति मिडियाहरूले चाहिँ यस्तो राम्रो गीत गाउने मान्छेलाई त कस्तो खोजी खोजी काठमाडौँ लगेर एल्बम निकालिदिनुहुन्छ यस आमा छोरी नै जानु पर्ला ए अनि हजुरलाई हजुरको छोरीले गाएको गीत मनपर्छ आमा मनपर्छ नि ए कस्तो राम्रो गीत गाउनु हुँदो रहेछ म त यो बाटो हिँडिरहेको थिएँ अनि यस्तो मिठो स्वरमा कसले गीत गाएको भनेर यसो आएको त यी नानीले पो गाएको रहेछ नि त नानी हजुरको नाम के हो नि
सोफिया हो ए अनि हजुरले कहिलेदेखि यस्तो मिठो गीत गाउन थाल्नु भएको नि नानी धेरै भएको छैन ए 2-3 वर्ष भयो अनि आमा छोरी त यति राम्री हुनुहुन्न रहेछ अनि छोरीको बिहे चाहिँ भएको छ कि नै नि जुवाई चाहिँ विदेशमा छ ए बिहे भइसक्यो बिहे भइसक्यो ए अनि ज्वाइँ कहिले विदेश जानु भएको नि 3 वर्ष जति भयो होला जुवाई विदेश गएको आमामा 3 वर्षसम्म ज्वाइँ अझैसम्म आउनु भएको छैन आउनु भएको छैन आमा छोरी चाहिँ खेती गर्दै बसेको ए नि बरी लै 3 वर्ष भइसक्यो जानुभएको अनि ए आमा छोरी मात्रै यहाँ खेती गर्दै बसेको नि ए अनि खेती के लाउनु भएको छ आमा सबै लसुन अब मुलाहरू सागहरू सबै नि ए लसुन मुला अनि साग अनि यो सागहरू चाहिँ तपाईँहरूले आफूहरूले खाने मात्रै हो कि यो सागहरू बेच्नु पनि हुन्छ आमा खान्छौँ पनि उब्रियो भने बेच्छौँ पनि ए हो र मान्छे आयो भने ए हो र ए मैले हजुरहरूलाई काम गर्दा गर्दै डिस्टर्ब गरेँ अनि छोरीको बिहे चाहिँ यति छिटो किन गरिदिनु भएको नि आमा अब उमेर पुग्यो भनेर बिहा गरिदिएको हो र यसो बसेर काम गर्नु न नानी ढाड दुख्ला फेरि हजुरलाई बुढी मान्छे त हड्डी छिपेको छ ए गर्छु ए ए छोरी चाहिँ असाध्यै राम्री हुनुहुन्न रहेछ आमाले यसो सहरतिर लगेर यसो गायिका बनाउनु भयो भने यसो हुन्थ्यो नि आमा अब लानु पर्ला नि यहाँ लसुन गोडेर खेती लगाएर मात्रै भएन होला नि अब जानु पर्ला आमा छोरी हो र अनि नानीको बाबा चाहिँ कता हुनुहुन्छ नि आमा गाउँतिरै ए हजुरहरू दुईजना चाहिँ यतातिर ए गाउँ त यो पनि गाउँ नै हो होइन तपाईँहरूको त गाउँ र बेसी हुन्छ नि है गाउँ बेसीमा छौँ नि आमा छोरी चाहिँ ए नानीको बाउ चाहिँ लेखतिर ए लेखतिर हुनुहुन्छ अनि ए अनि कस्तो राम्रो तोरी पनि छर्नु भएको रहेछ तोरी होइन नि यो रायोको साग ए रायोको साग हो आमामामा कति राम्रो त अनि नानी हजुरको त श्रीमान पनि विदेशमा हुनुहुन्न रहेछ कुन देश जानुभएको साउदी हो ए अनि तपाईँले यति मिहिनेत गर्नुहुँदो रहेछ यति मिहिनेत गर्ने मान्छेले चाहिँ बुढोलाई किन साउदी पठाउनु भएको त अब के गर्नु यस्तै छ नेपालको हालत अनि हजुरले अनि बुढाबुढी भएर यतै खेती गरे पनि अनि हजुरहरूको परिवार त राम्रोसँग चल्ने रहेछ जस्तो लाग्यो नि मलाई नानी भनेको हो के गर्नु मान्नु भएन अहिले मात्र गरेर हुँदैन पछिको लागि पनि सोच्नुपर्छ भनेर जानुभयो अहिले कमाउनलाई ए भनेपछि तपाईँ बिहे गरेर माइतमै बस्नु भएको छ नानी ए अनि घरतिर चाहिँ किन नबस्नु भएको नि नानी अहिले चाहिँ म यति आमालाई एक्लै हुनुहुन्छ अनि सहयोग गर्नलाई आएको ए सहयोग गर्न लाउनु भएको अनि घर र माइती चाहिँ कतिको टाढा छ नि नानीको नजिकै छ त्यही भएर आएको यतै ए नजिकै छ अनि हजुरको लभ म्यारिड हो कि एरेन्ज म्यारिड हो कि के हो नि के हो आमा भनिदिनु त लभ म्यारेज नै हो ए भनेपछि छोरीले लभ गरिन् लभ गरिन् नि ए नि बरै अनि आमा चाहिँ कस्तो बुझकी त अनि छोरीले मन पराएको केटोसँग बिहे गराइदिनु भएछ त अब छोरीले मन पराइहाल्यो त्यहाँदेखि आमाले बिहा गरिदिनु परिहाल्यो नि त्यो त पर्यो आमा तपाईँ जस्तो बुझ कि आमा सबैको भइदिएदेखि कस्तो राम्रो हुन्थ्यो होला नि हुन्थ्यो होला नि के गर्नु बुढेसकालले छुयो काम गर्नु पनि सक्दिनँ छोरी आमा छोरी भएर यहाँ लसुन गोडौँ भनेर गोड्नु थालेको आमा छोरी ए
मलाई त कस्तो खुसी लाग्यो। अनि उता छेउमा बस्नु भएको सानो बाबु चाहिँ हजुरको छोरा हो? यो मेरो देवरको छोरा हो। ए देवरको छोरा हो? यो मेरो देवरको छोरा लठुवा हो। यहाँ बुढी मान्छे चाहिँ काम गरिरहेको रामित हेरिरहेको होला। हो रमित रामितेको संसार भएको होला। हो र आमा? यस्तै हो नि आमा, संसार यस्तै हो। आजकलले छुयो काम गर्नु पनि सक्दिनँ। छोरीले सघाइरहेको छ। छोरी चाहिँ हजुरको साह्रै राम्री हुनुहुँदो रहेछ। अनि नानी हजुरको नाम चाहिँ के हो नि? मेरो नाम सोफिया। ल कस्तो राम्री हुनुहुँदो रहेछ हजुर त। अनि श्रीमानसँग नि कहिले काहीँ कुरा त भयो होला नि नानी? कुरा त हुन्छ नि, किन नहुने? कुरा हुन्छ? ए बुढी मान्छे हो, थाके म त बोकेको। ए थाक्नु भयो आमा? अनि ए बुढी नै हो नि, 100 वर्ष पुगिसक्यो। ए कहाँ बुढी हुने, तर आमा छोरीको अनुहार चाहिँ ठ्याक्कै मिल्ने रहेछ है आमा। म त बुढी नै भएँ नि अब। नानी हजुर। अनि ऊ यहाँ कति राम्रो केरा फलेको रहेछ त। फल्दैछ भर्खर। ए यो पनि हजुरहरूले रोप्नु भएको हो? हामीले रोपेको त हो त यहाँ सबै। ए यता पछाडि पनि रहेछ। अनि इस्कुस पनि रोप्नु भएको रहेछ त। इस्कुसदेखि सबै। ए के चाहियो हामी? गाउँदेखि लिएको सबै छ नि। ए लुङ्गी लाउनु भएको रहेछ, कति राम्रो देखिनु भएको हो नि बरै। छोरी चाहिँ लुङ्गी लाउँछ। ए आमा चाहिँ ऊ सुरुवाल लगाउँछ। ए फेसन फेसन। अब बुढी हुनु भइसक्यो, जस्तोमा सजिलो हुन्छ त्यस्तै लाउने त हो नि आमा। बुढीहरू सम्हाल्नु सक्दिन। हजुर हजुर सुरुवाल लगाएको। हजुर हजुर छोरीले चाहिँ लुङ्गी लगाएको यस्तो हो नि त। घरमा के गर्नु, लाउनु परिहाल्छ। यहाँ पो चाहिँ लाउँदा नि हुन्छ त। घरमा चाहिँ लाउनुहुन्छ लुङ्गी छोरीले? घरबाटै आएको हो नि त म। अनि अब सागरमा जाँदाखेरि चाहिँ साडी लाउनु पर्ला। ए छोरीको गीत रेकर्ड गर्न जाँदा आमा? अनि ए यस्तो माया गर्ने, यस्तो साथ सपोर्ट दिने आमा त जो कोहीले कहाँ पाउँछन् र आमा? नानी हो नि। हो र? ल मलाई त कस्तो खुसी लाग्यो नानीसँग आज कुरा भयो। अनि यसो यो बाटो हिँड्दाखेरिमा कस्तो राम्रो गीत गाएको सुनेर मलाई त आफ्नो आमाको पनि झलझली याद आयो। अनि त्यही भएर यसो कसले गाउनु भएछ यति मिठो भनेर आएको नि नानी। तपाईँ त एकछिन पनि थकाइ नमार्नु हुँदो रहेछ नानी। काम गरेको गरे काम गरेकै छोरी काम गर्नु परेन त। म तताएर बसेपछि सजिलो हुन्छ नि त। यस्तो बुढी मान्छे त काम गरिरहेको छ, छोरी त भर्खरको हो छोरी। ए यो भर्खरकी छोरीलाई अनि छिट्टै बिहा गरिदिनु भएछ कि आमा, नत्र जिन्दगीमा कति प्रगति गर्थिन् होला है नानी? घट्यो होला नि। अब लभ गर्नु थाल्यो, मेरो छोरी स्कुल पठाउँदा के गर्नु त? ए स्कुलमै लभ गर्न थाल्नु भएको छोरी स्कुलमै हो नि। हो छोरी? आमाले चाहिँ छोरी स्कुल गएको छ भन्ने, छोरी चाहिँ लभ गर्नु ओहो। दिएको नि। अनि यो नानीको अनुहार हेर्दाखेरि त्यस्तो लभ गर्ने जस्तो छैन। के हो नानी, कुरो के हो? कुरो त्यही हो। लभ परेकै हो हजुरको? हजुर परेकै हो। ओहो यस्तो संस्कारी छोरी हुनुहुँदो रहेछ, लभ नगरे भए हुन्थ्यो। लभ नपरेको भए बिहे गर्ने थिएन, लभ परेर बिहे गरे त मेरो छोरीले। हो छोरी? हजुरको बुढालाई एकचोटि हेर्न पाए हुन्थ्यो। छोरी मेरो बुढा तपाईँ चाहिँ किन हेर्नु? होइन बुढालाई कहिले हेर्नु न। होइन अब तपाईँको बुढा यस्तो राम्री बुढीको बुढा कस्तो हुनुहुन्छ? हाम्रो पनि ज्वाइँ नै हो कि नानी, हामी पनि तपाईँ गाउँले नै त भने कस्तो हो र तपाईँ त? के थाहा आजकल त कसैको भर पनि छैन। के हो आमा, हजुरको छोरी त छुची छन् कि क्या हो? भन्नै पर्दैन नि मेरो छोरी त। ए पनि कस्तो छुट्टी हाल्नु न। पनि कस्तो बुढी भएर पनि छुट्टी हो र आमा? हो नि। तर हजुरलाई हेर्दा त छुच्ची त एक छेउ पनि लाग्दैन आमा। म त कम्तीको छुट्टी छु, मेरो छोरी झन् छुट्टी हुँदैन। ओहो
यत्रो धेरै खेतबारीमा यत्रो धेरै खेती लाउनु भएको रहेछ मलाई त आमा छोरी काँडा छुङ्ने यस्तो ए दुईजना मात्रै काम गर्ने चाहिँ यस्तो नाच्छौँ पनि कोही बेला ए नाच्नु पनि हुन्छ आमा ए ल गीत बुढी भएर पनि कोही कोही बेला नाच्नु मन लाग्छ कि तपाईँहरू त यहाँ खन्दै खन्दै त गाउँबाट सहर पुग्न लाग्नुभयो त कति धेरै खन्नु भएको आमा